हावाको त्यो बेगसँगै हो मन पनि खुल्ला। के छ गाडी के छ ग्याङ सन्चै हुनुहुन्छ? अहिले सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु, एकदम ह्याप्पी छु, कुल छु होइन। आजकल जाँगरी पनि भएको छु साथीभाइहरू। बिहान बिहान उठेर म घोराइ गएर फेरि आएर होइन अब भात घिच्ने। तपाईँले घिच्नु भयो? बिहान बिहान अब लगभग 10 बजिसकेको छ, 10 बजिसकेको छ। अब मैले अझै घिचेको छैन। अब ब्रस बिहान छिट्टो उठेर चाहिँ घोरे गएको, ब्रस नगरेर मुखसुख धोएर मात्र गएको थिएँ। अब चाहिँ ब्रस गरेर चाहिँ अब खाना घिच्नु पऱ्यो। अनि हाम्रो म्यामले चाहिँ खाना पकाइसक्नु भएछ। अनि हाम्रो बेरे सर चाहिँ माथि हुनुहुन्छ है, उहाँले चाहिँ फोन चलाइरहनु भएको छ। अब खानपिन गरेर चाहिँ अब के कस्तो गर्नु, सर्ट फिल्म सुटिङ गर्नुपर्छ। फेरि सर्ट फिल्म त रेगुलर हान्नुपर्छ। ल खै खुबैसँग इन्टरटेनमेन्ट त मिलिरहेको छ नि होइन र। अब सर्ट फिल्महरूबाट जो सर्ट फिल्म चाहिँ रेगुलर हानिरहेको छ साथीभाइहरू है, रेगुलर हानिरहेको छ सर्ट फिल्म चाहिँ। हान्छ पनि के साह्रो हान्छ भाइ आमा। यहाँ यति हान्सी भएर पनि किन सिङ्गल भइरहेछ गाडी? केही कमजोरी छ कि के हो र होइन? कोही सिङ्गल छ भने चाहिँ यसो फोन गर्न सक्छु ल, म नम्बर दिइहाल्छ। डाइरेक्ट फोन गर्ने अनि भिडियो कलहरू गर्नुपर्छ। ओके अब यसो भातसाट घिचौँ भने होइन। अब भात घिच्नलाई अब फेरि अब त्यो निचुरेर खुर्सानी नभएपछि अनि त्यो क्या काटी है हामी काट्टी ननिचुरेर त भातै रुच्दैन फेरि। के भाउ अब गाउँघर हो होइन। गाउँघरमा त अब फेरि के हुन्छ भन्दाखेरि तपाईँको फेरि भन्नुपर्दा सहीमा भन्नुपर्दा किन्नै पर्दैन क्या गाउँघरतिर। फेरि यस्तो हरियाली छ नि चारैतिर। आफ्नो पो छैन गाडी, छिमेकीहरूको त छ नि त, छिमेकीहरूको त छ नि त। त्यही भएर चाहिँ यसो त्यो काटी टिप्नु चाहिँ जानु पर्यो। लेमन राम्रो टिप्यो चोरे आयो त होइन, यसो टिप्यो हाम्रो। के भएको छैन ल। खाना घिच्नु जाउँ। टक्क लाएर चाहिँ टक्क घुच्यो यार। बेरे सर त झर्नु खाना खानु क्या? अब चाहिँ खाना खानु पऱ्यो होइन। के भन्छ मर्नु भन्न बोलाउनु जाति होइन। ल त साथीभाइहरू अब चाहिँ खानपिनमै घिच्यो। खाना घिचेर चाहिँ अब हाम्रो बेहेन्जिल चाहिँ पाइन्छ चलाउनु एकछिन चलाउनुहोस् त। खुबै लाजै भएको अझ यस्ता बाजे खै दस न म 10 खान्न, म यस्तो बस्छु। 10 कहाँ कस्तो देखिन्छ 10 कहाँ न
उता जाके छ्या नगरी कस्तो गरे त 10 खाता 10 खाता हो त्यसै धस्का अनि उसले चाहिँ धस्काउनु भएको छ अनि म फेरि टाउको धस्काएर चाहिँ अब म फेरि टाउको धस्काएर रामपुरतिर जानुपर्ने भएको छ स्कुलमा काम छ नि त सानो अब ठुला खाला मान्छेहरू फेरि यस्तो काम गर्दैन क्या मैले यस्तो काम कहिले मैले लाइफमा कहिले गरिनँ घिच्नमा त जानुभएको हजुर त्यस्तो काम गर्नु कहाँ जानुभएको घिच्न त नम्बर 1 हुन् त नम्बर 1 ल सधैँ टक्कलाई नुहाइ गर्दै हेर्दै कपाल त भाषै लामो भइसक्यो नि छिटो चाहिँ पानी पर्ला हाम्रो अनि सर चाहिँ भित्र रेडी हुने हुनुहुन्छ उहाँ चाहिँ डान्स गरेर आज भिडियो बनाउने अरे उहाँले चाहिँ होइन अब भ्यू चाहिँ यस्तै छ पानी आउने लागेको छ आइसकेको छ पानी त आइसकेको छ जस होइन पल्ट लामो भयो गाडी भाषकै 1 वर्ष भइसक्यो 1 वर्ष 2-3 महिना जति भयो कि अब चाहिँ रामपुर आएर उसको काम चाहिँ भ्याएर होइन स्कुलमा आएर चाहिँ उसको सर्टिफिकेटहरू निकाल्नु पर्ने थियो हाम्रो 1006 चाहिँ निकालेर ए सर त साले अनि अब यता चाहिँ चारैतिर अब धान सान रोपेर कस्तो दामी हरियाली छ होइन अनि हामी त्यो घरको छतमा चाहिँ डाल्ला अहिले त्यो छतमा गएर अलि दिन्छ नि कि नै त्यो घरबेटीहरूले ओ टावर क्या टट्टे सबै हेर्न स्किल अनि त्यो घरको छतमा गएर चाहिँ अब यसले हाम्रो बेरे सरले चाहिँ नाचेर भिडियो बनाउने अरे अलिक भ्यू स्यू देखाएर अब उहाँको नाच फेरि अब कुरै छोडिदिउँ फेरि भित्र चाहिँ पर्मिसन चाहिँ लिइसकेको छ पर्मिसन चाहिँ लिइसकेको छ अब यति नाचेँ म चाहिँ म हाम्रो खाए एक्सिडेन्ट तिम्रो पनि यहाँ हो अघि यहीँ नाचेँ त त्यो दिलमा ठाउँ छ होला अनि तपाईँ यहाँको भ्यू चाहिँ देख्नु सक्नुहुन्छ साथीभाइहरू है यस्तो बल छ क्या हाम्रो राम्रो मान्छे यस्तै छ यो छ सबभन्दा अलिक बिग्रियो मान्छे हो ग्रुपमा होइन वा हेर मेन रोड चाहिँ त्यहाँ छ होइन अटो सर यो महेन्द्र राजमार्ग घोराई टु रामपुर होइन सिमलटाढा बस्तीकोट सवारीकोट भल छ त्यस ठाउँ चाहिँ लाटा गाडी अब के गर्नुहुन्छ त अब घिच्ने मात्र होइन अब काम पनि गर्नु पऱ्यो होइन अनि हाम्रो बेरेसरले चाहिँ बिहानदेखि धेरै काम गरिसक्नु भएको छ उहाँले चाहिँ घर रुमसुम सफा गर्नुभयो त्यसपछि धेरै काम गर्नुभयो घर सब बढाल्नु भयो होइन एकदम जाँग्रे हुनुभएको छ आज बेरेसर चाहिँ अनि मेरो चाहिँ अब यो लुगा धुने काम त्यो चाहिँ होइन त्यो चाहिँ बहिनीको हो यहाँ चाहिँ यो 2वटा तन्ना छ होइन यहाँ चाहिँ एउटा लुङ्गीसँग पुरै टक्क लुङ्गी दान झान्दिरा हो गाइस म चाहिँ बिस्तारामा लुङ्गी दान छ क्या पुरै भर्खर नआयो नि त गाइस भर्खर नआयो नि त त्यही भएर चाहिँ लुङ्गी दान झानिदिरहेको अनि यहाँ यति मात्रै होइन यहाँ मेरो अरू कार्यहरू पनि बाँकी छ गनाउँछ त यार यो चाहिँ जर्सी क्या यो चाहिँ अब यो चाहिँ बल खेलेर लगाएको जर्सी हो नि त्यही भएर एकदम ऊ भएको यो चाहिँ फोर भएको छ अनि यो टी सर्ट पनि न्यू टी सर्ट हो अरू के छन् अनि यो प्यान्ट चाहिँ को लेख्नु भएको छ यो भिडियोमा यो अवश्य देख्नु भएकोले फाटेको प्यान्ट छ होइन यो त हाम्रो भिडियोमा चाहि नै हाल्छ अवश्य यति नै हो साइड अहिले धुनु पर्ने चाहिँ टक्क धोइदिनु पऱ्यो नि त बेरले आफ्नो काम त सिधै हाल्यो मेरो काम बाँकी ल त साथीभाइहरू है त अब चाहिँ हाम्रो ऊ चाहिँ सुरु हुँदैछ हाम्रो अब सुटिङ चाहिँ सुरु हुँदैछ अनि हाम्रो बेरे सर ओहो नमस्कार हजुरको ब्रान्डेड प्यान्ट हेरौँ न अनि म चाहिँ छविलाल गएको अनि हाम्रो फेरि अर्को आउनु भएको छ मोडेल चाहिँ के अपडेट भइसक्नु भएको छ हाम्रो भिडियोहरूमा चाहिँ कुमार छिटो आइज यो यहाँबाट सुरु गरौँ न यो सबै यता तलबाट सुरु गरौँ टक्क लाएर अब सुटिङ हुँदैछ
आज चाहिँ 2वटा चाहिँ सुटिङ हान्ने भने हो भोलि चाहिँ कतै जाने प्लान छ नि हाम्रो अर्को मोडल चाहिँ क्या अल्छी हुनुभएको छ दिनभरि सुत्नु भयो आज चाहिँ के सर अल्छी हो म्याडम चाहिँ यस्तो पनि हुन्छ र